ल हेर्नुस् त अब चाहिँ हामी 2 नम्बरमा छौं र 2 नम्बरमा के भनेछ भने हल गर्नुहोस् है, सोल्भ इट। यो एक्सपोनेन्शियल इक्वेसनलाई हल गर्नुहोस् भनेको यक्स को भ्यालु निकाल्नु हो। जसरी हामीले इक्वेसनमा यक्स को भ्यालु निकाल्थ्यौ त्यसरी गरी यहाँ पनि हामीले यक्स को भ्यालु निकाल्नु छ। र यो भन्दा अगाडि हामीले एक्सपोनेन्शियल इक्वेसनको डिफाइन गर्ने बेलामा पनि हामीले के गर्यो त्यसलाई सिकाएकै थियो, एउटा एक्जाम्पल दिएकै थियो र त्यसै गरेको यहाँ प्रश्न पनि फेरि दिएको छ। ल हेर्नुस् त यता हेर्नुस् है, यो चाहिँ 3 को पावर यक्स इक्वल्स टु 9 छ भने 9 कतिको पावर कतिको स्क्वायर संख्या हो? यो त 3 को स्क्वायर गर्दा 9 आउँछ, त्यसैले 3 को स्क्वायर गर्नुस् यसलाई है। र फेरि हाम्रो के मिल्यो त यो बेस मिल्यो, बेस हटाइदिनुस् अनि यक्स को भ्यालु कति हुन जान्छ त 2 हुन जान्छ। बुझ्नुभयो नि? त्यसै गरी यो ख नम्बरमा 5 को पावर यक्स माइनस 1 छ, यो 25 भनेको 5 को स्क्वायर हुन जान्छ। ल हेर्नुस् त यो 5 कटेर गयो है, अनि 5 कटेर जाँदाखेरि बाँकी के भयो त यक्स माइनस 1 बेस कटेर जाँदा पावर इक्वल भयो। र अब हामीले यसलाई यक्स को भ्यालु 2 यता गएर प्लस 1 इक्वल्स टु 3, यक्स को भ्यालु 3 भयो। त्यसै गरी यो ग नम्बरमा हेर्नुस् त हामीले यो नेगेटिभ इन्डेक्स को ल के हेरेका छौं त यहाँनिर कि तपाईको यो यक्स को पावर अथवा ए को पावर माइनस छ भने 1/a मा ल्याएर प्लस गर्ने, तर 1/a प्लसमा छ भने यसलाई माथि लगेर माइनस गरिदिनु पर्यो। त्यसैले यो 5 को पावर हाम्रो कति छ यति छ, त्यसलाई माथि गएर माइनस 2x माइनस 4 गर्न सक्नुहुन्छ, किनभने यही माइनस थियो त्यही भएर यो माथि तल आएर 1/5 को पावर 2x माइनस 4 भएको। अनि यतातिरको हाम्रो 125 भनेको त 5 को क्युब हो, अघि हामीले यसलाई 3 पटक गुणा गर्दा 125 आएको थियो हो। त्यही भएर अब यसलाई 5 को पावर बेस बेस अब मिल्यो भने पावरलाई इक्वल गर्नु पर्यो। 2x माइनस 4 इक्वल्स टु 3, अब यसलाई 2 ले गुणा गरिदिनुस्, माइनस 2x प्लस 4 इक्वल्स टु 3, 4 उतातिर जान्छ अनि यतातिर माइनस 2x इक्वल्स टु 3 माइनस 4 हुन्छ है। अनि कति हुन्छ त यो x इक्वल्स टु माइनस 1/-2 भनेको x को भ्यालु माइनस माइनस कटेर 1/2, x को भ्यालु यसरी चाहिँ 1/2 भयो है। त्यसै गरी यो घ नम्बरमा हेर्नुस् त घ भनेको 4 को पावर छ भने 4 लाई पनि हामीले बेस मिलाउन सक्नुहुन्छ, 2 को स्क्वायर हो र होल पावर x माइनस 2 छ। अनि यतातिर 0.125 छ भने यसलाई हामी 1/125/1000 हामीले यसलाई भिन्नको रूपमा लेख्न सक्नुहुन्छ। यसलाई भिन्नको रूपमा यसरी लेख्दाखेरि यो भयो है। अब चाहिँ 2 को पावर चाहिँ कति हुने भयो त 2 इन्टु x माइनस 2। अनि यतातिर यसलाई हामी काट्दाखेरि कति हुन जान्छ त 125 ले 1000 मा डिवाइड गर्नुस् है, 125 ले 1000 मा डिवाइड गर्नुस्, कति ल्याउँछ 125/1000 है। 8 ले गर्नुस् त है, 8 5 जा 40, 8 जा 16, 20 carry 2, 8 टाइम्स ले गर्छ, यो 8 ले कट्यो अनि बाँकी भयो 1/8। अनि 2 को पावर यहाँ 2 ले गुणा गर्दाखेरि 2x माइनस 4 भयो है। यतातिर हेर्नुस् है कति भयो त 2 को पावर 2x माइनस 4 इक्वल्स टु 1/8 भनेको 2 को पावर माथितिर गएर प्लस 3 माइनस 3 हुन्छ, बेस बेस कट्यो, 2 को पावर 2x माइनस 4 इक्वल्स टु माइनस 3 हुने भयो। र अब चाहिँ यसलाई 2x इक्वल्स टु माइनस 3 प्लस 4 गर्नुहोस्, x इक्वल्स टु यो घटेर 1 आउँछ र /2, x को भ्यालु फेरि कति भयो त 1/2 नै हुने भयो है। यसरी चाहिँ हामीले गर्न सक्नुहुन्छ यो घ नम्बरको।
अनि त्यसै गरी अब यो हामीले ङ नम्बरको 2 को ङ नम्बर बनाउँदाखेरि हामीले के गर्नु पर्यो भने यो 3/5 लाई जस्ताको त्यस्तै लेखेर यसलाई हामी इन्टिजर यो पूर्णाङ्कलाई तोड्नु पर्यो 3 एकाइ 3 2 5/3 को पावर 3 छ। अब हेर्नुस् त्यो बेस बेस सेम मिलेन है, यो काट्न मिलेन। ल हेर्नुस् त यो 5 छ तल, यहाँ 5/3 छ। अनि अब के गर्नु पर्यो त यो सेम पावर सरी सेम बेस बनाउनको लागि यो पावरलाई माइनस थप्नुस् अनि यसलाई उल्टा गरिदियो भने फेरि यो जस्ताको त्यस्तै आउँछ। अनि यसले अब बेस काटेर कति आउँछ त x = -3 यसरी ल्याउनु है। अब त्यसै गरी यो 4 नम्बरमा हेर्नुस्, यो 4 नम्बरमा 2 को पावर x * 3 को पावर यो प्लसमा दिएछ भने यसलाई हामी डिभाइड गर्छौं, अलग अलग राख्छौं है, डिस्ट्रिब्युट गर्छौं। 3 को पावर x अनि 3 को पावर 1 गर्दा सेम बेस भयो भने पावरलाई जोड्ने हैन। एडिसन ल प्रोडक्ट लमा हामीले त्यही पढेको थिए कि गुणनमा छ भने जोड्न मिल्छ, जोडेको छ त्यसलाई गुणनको रूपमा पनि ल्याउन सकिन्छ है। अनि यतातिर 18 छ। ल हेर्नुस् त अब हामी यसमा सेम बेस त छैन तर पावर त सेम छ हैन। अब पावर सेम छ भने त्यो दुवै पावरलाई एउटैमा राख्न सकिन्छ। 2 र 3 को पावरलाई एउटै बनाउने र यो 3 गुणनमा छ भने यतातिर ल्याएर डिभाइडमा ल्याइदिने। 3 6 का 18 भनेको 3 दुना 6 को पावर x हुने भयो, यतातिर 6 बाँकी छ। अब 6 को पावर केही छैन भने 1 हुन्छ। देयरफोर x कटेर गयो र सरी बेस कटेर गयो र x को मान 1। यसरी चाहिँ हामीले x को मान निकाल्न सक्छौं है साथी।